आज फेरि मेरो रेसिपीमा सिजनेबल रेसिपी आइपुगेको छ। मैले चाहिँ यसलाई के बनाउँदैछु भिडियो अन्तिमसम्म हेर्नुहोला। नमस्कार, स्वागत छ मेरो नेपाली सादा रेसिपीमा। आजको रेसिपीमा मैले कोइरालको फुलबाट दबाएर एकदमै अमिलो अनि मिठो अचारको रेसिपी सेयर गर्दैछु। जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव पक्कै पनि दिनुहोला। म चाहिँ सुरु गर्छु। मैले यहाँनिर आज धेरै नै कोइरालको फुल लिएको छु अनि ग्यासलाई अन गरेर किटको कराई तताएर मैले सिधै सफा नगरेर त्यत्तिकै कराईमा जम्मा गरेँ। त्यसपछि यसमा थोरै पानी राखेर बफाउँछु र यसलाई बफाउने बेला जुन भागो अनि तिलको छोपले सादिन्छ त्यतिन्जेल चाहिँ नपकाउने, ठिक त्यसको आधा पकाउनु पर्नेछ, हाफ बोइल गर्नुपर्नेछ अचारको लागि। मैले छोपेर यहाँनिर बोइल गर्दैछु र छोपिसकेपछि मजाले उम्लिन्छ र उम्लिसकेपछि अब माथिकोलाई मुनि र मुनिकोलाई माथि बनाउनको लागि यसरी तपाईले चलाइदिनुस्। र मैले भनिसकेँ यो अचार बनाउनको लागि चाहिँ धेरै पकाउनु पर्दैन, ठिक हाफ बोइल भइसकेपछि चाहिँ यसलाई निकाल्नु पर्नेछ। र तपाईहरुले चाहिँ सफा गरेर बोइल गर्न पनि सक्नुहुन्छ र बोइल गरेर सफा गर्न पनि सक्नुहुन्छ। मैले चाहिँ बोइल गरिसकेपछि सफा गर्ने भन्दैछु। र मैले कोइरालको फुल आज केही पनि कलाएन, अमिलो अचार बनाउने हो, त्यसैले अमिलो भइसकेपछि यसको डाँठ अनि बोक्राहरू पनि त्यस्तो नमिठो हुँदैन, मिठो भइहाल्छ। र यतिको छाम्ने बेला अलिकति जोडले पगाड्ने बेला, जोडले ठिच्ने बेला थिचिन्छ नि, त्यसपछि चाहिँ यो अचार बनाएर रेडी हुन्छ। र धेरै पकाउने होइन, यतिको भइसकेपछि अब चाहिँ मजाले उम्लियो। अब ग्यास अफ गरेर यसलाई 2-4 मिनेट त्यत्तिकै छोपेर राखिदिने ग्यास अफ गरेर। मैले चाहिँ कराईबाट बाहिर निकालिसकेँ र यो तातो पानी भरिलाई यो पानी तर्ने भाँडामा तर्न दिएर चाहिँ अब मैले चिसो पानीले सफा गर्दैछु 1-2 चोटी। र मैले भनिसकेँ तपाईहरुले चाहिँ पानीले सफा गरेर अगाडि नै बोइल गर्नु भएको छ भने यसरी चिसो पानीले सफा गर्नु पर्दैन। पानी तर्ने भाँडामा तपाईले निकालेर एकैछिन पानी तर्न दिएर यसको पानीभरि सुक्खा हुनको लागि तपाईले घाममा सुकाउन सक्नुहुन्छ। मैले चाहिँ यसरी 1-2 चोटी सफा गर्छु। त्यसपछि अब यही जालीमा राखेर पानी हल्का तरिसकेपछि हल्का पानी ओबाउनु पर्ने छ, त्यसैले पानी ओबान्जेल चाहिँ तपाईले घाममा सुकाइदिनु पर्ने हुन्छ। अब यसरी मैले 1-2 चोटी सफा गरेर यही पानी तर्ने जालीमा राख्छु अनि पानीलाई सक्दो चाहिँ हातले पनि निचुरेर एउटा भाँडामा जम्मा गर्ने यसरी। अब चाहिँ यसलाई पारिलो घाममा तपाईले 1-2 घण्टा चाहिँ सुक्न दिनुपर्ने हुन्छ। आजभोलि चाहिँ राम्रो घाम लाग्छ, त्यसैले तपाईले बढीमा 2 घण्टा जति पारिलो घाममा तपाईले सुकाउनु भयो भने सुकिहाल्छ। अब मैले सुकाउनको लागि नाङ्लोमा एउटा कपडा राखेँ। कपडाको माथि चाहिँ यसरी फिजाइदिएर अब पारिलो घाममा छोडिदिन्छु। र यो 2 घण्टा जति सुकाइसकेपछि पुरै सुक्छ भन्ने हुँदैन, यसमा भएको मस्टरभरि ओबानो हुन्छ, त्यसैले चाहिँ हल्का पानी ओबाउनको लागि मात्रै हो। यता कोइराललाई सुकाइसकेपछि मैले यसको मसला बनाउँदैछु। यहाँनिर मैले 1 सानो चम्चाबाट तिमुर लिएको छु अनि जिरा अनि मेथी अनि ज्वानो, त्यसपछि सोप अनि मैले यी सबै भागहरूको 4 भाग बढी चाहिँ मैले सर्सो लिएको छु। मेरो सर्सोमा चाहिँ हल्का तोरी पनि मिसिएको छ। तोरी र सर्सो मिक्स भएको केही फरक पर्दैन। र पिरोको लागि मैले हरियो खुर्सानी नभएर यही सुकेको खुर्सानी राख्दैछु। मसला बनाउने बेला सँगै पिसियो भने खुर्सानी पनि सुकेकै राम्रो हुन्छ। अब कराई तताउने, तातिसकेपछि सुरुमा यो खुर्सानीलाई भुट्ने, त्यसपछि एकैछिन बेर खुर्सानी भुटिसकेपछि अरू मसलाहरूलाई पनि एकैछिन राखेर भुटिदिने। र मसला भुट्ने बेला धेरै नडराउने, हल्का पट्किएको आवाज आइसकेपछि त्यसलाई निकाल्दिन सक्नुहुन्छ। अब सँगै राख्ने, त्यसपछि राम्रोसँग यसरी चलाउँदै भुट्दै गर्ने। र यसरी भुट्दै गर्ने बेला पट्किएको जुन दानाहरू हुन्छ ती दानाहरू चाहिँ पट्किएको आवाज आउँछ र पट्किएको आवाज आइसकेपछि चाहिँ यो बाहिर निकाल्ने रेडी भइसक्छ। हेर्न सक्नुहुन्छ। यतिको भइसकेपछि अब चाहिँ मैले बाहिर निकालिदिन्छु। त्यसपछि हल्का सेलाइसकेपछि मैले पिस्नेछु र यतिको भइसकेपछि मैले थालीमा राखेँ। अब हल्का यसरी छुन मिल्ने भइसकेपछि मैले आज
मसला पनि सिलौटामा पिसेर नै बनाउँदैछु र सिलौटामा राख्ने। त्यसपछि यो अचारहरूको मसला चाहिँ धेरै मसिनो हुनुपर्छ भन्ने हुँदैन, हल्का खस्रो खस्रो भएपछि पनि भइहाल्छ। जस्तो कि जुन सर्सु अनि अरूको दानाहरू हुन्छ, दानालाई 2 कप्टेरा मात्रै बनाए पनि मसला बनिहाल्छ। र यसरी मैले खुर्सानीलाई पनि धेरै मसिनो बनाएन, सँगसँगै पिसेर मैले यतिको मसला रेडी गरिसकेँ। त्यसपछि अब यसमा हल्का तेल पनि आवश्यक पर्छ, त्यसैले मैले तोरीको तेल राखेर तेल ताप्न दिन्छु। यसमा चाहिँ मेथीको दाना अनि बेसार फुराउनलाई मात्रै हो, तर तेल राख्नै पर्छ भन्ने चाहिँ हुँदैन यो कोइरालको अचारमा। तेल तातिसकेपछि मेथीको दाना फुराउने, त्यसपछि मेथीको दाना पूर्ण रूपमा फुरिसकेपछि चाहिँ ग्यासलाई अफ गर्ने। जहिले पनि बेसार फुराउने बेला ग्यासलाई अफ गरिसकेपछि मात्रै तपाईले त्यो तातिएको तेलमा बेसार राख्नुभयो भने राम्रोसँग फुर्छ, होइन भने ग्यास अन भएकै बेला बेसार राख्यो भने बेसार डढ्न सक्छ। त्यसैले ग्यासलाई अफ गर्ने अनि बेसार राखिदिने र यो पनि चिसो हुन छोड्दिने। र यतातिर हेर्दैछु मैले यो कोइराल चाहिँ पुरा रूपमा यसमा भएको पानीहरू उभाइसकेको छ। पूर्ण रूपमा पुरै सुक्खा भएर सुकेको चाहिँ हुँदैन, हल्का चिसो नै हुन्छ। तर चाहिँ यसरी छुने बेला हातमा पुरा पानी चाहिँ आउँदैन। यतिको भयो भने अचार राम्रो हुन्छ, होइन भने पानीसँग भयो भने छिट्टै खानुपर्ने हुन्छ र बिग्रिन सक्ने हल्का सम्भावना हुन्छ। तर प्रायले चाहिँ पानीसँगै पनि बनाउनुहुन्छ र यो अचार चाहिँ छिट्टै खानुपर्ने हुन्छ र छिट्टै सकाउनु पर्ने हुन्छ। त्यसैले त्यस्तो केही फरक त पर्दैन, तर राम्रो चाहिँ यसरी बनाउँदा राम्रो हुन्छ। मैले चाहिँ अब मोल्न सुरु गर्दैछु। एउटा अलिक खुल्ला भाँडामा राख्ने, त्यसपछि यसमा चाहिँ अब सुरुमा मैले नुन राखेँ। नुन चाहिँ मैले 2 चोटि राखेँ, किनकि यो अमिलो बनाउनु पर्ने छ। त्यसैले अमिलो हुँदा नुन अलिकति बेसी भए पनि केही फरक पर्दैन। अनि यो रेडी बनाएर राखेको मसलाभरि सबै राखिदिने। त्यसपछि अब जुन तताएर चिसो बनाउन छोडिएको तेल छ, त्यो तेल पनि मैले यहाँनिर राख्दैछु। र मैले भनिसकेँ तेल चाहिँ धेरै हुनुपर्छ भन्ने हुँदैन। यसमा चाहिँ मैले तेल राख्नुको मुख्य कारण चाहिँ बेसार लगाउनको लागि हो। अब यति भइसकेपछि तपाईले हातैले एकदमै राम्रोसँग मिची तपाईले मसलाहरू यसमा मल्नु पर्ने हुन्छ। नुन, मसला र बेसार तेल सबै लागिसकेपछि यसरी मलिसकेपछि यस्तो देखा परेको छ। र यसलाई चाहिँ यत्तिकै खान पनि मिल्छ। र तपाईले चाहिँ यत्तिको बनाइसकेपछि नुन चाहिँ टेस्ट गर्न सक्नुहुन्छ, नुन कतिको लाग्यो र कतिको कस्तो भयो भनेर। र यो अमिलो बनाउने अचारमा चाहिँ नुन नलागेको चाहिँ नबनाउनु होला। नुन चाहिँ अलिकति बेसी भए पनि केही फरक पर्दैन, तर नुन लागेन भने अलिकति नमिठो हुन्छ। अब चाहिँ यो पुरा रूपमा रेडी भइसकेको छ। अब मैले यो सिसाको भाँडामा राख्दैछु र तपाईहरुले चाहिँ प्लास्टिकको भाँडामा राखे पनि केही फरक पर्दैन, अचार बिग्रिन्छ भन्ने हुँदैन। तर स्वास्थ्यको लागि र खानको लागि चाहिँ यो सिसाको भाँडामा दबाएको अचार चाहिँ राम्रो हुन्छ। यसरी अब मुनिबाटै राम्रोसँग मिलाएर दबाउँदै खाँदै राख्दै गर्न सक्नुहुन्छ। र जति कसिलो गराएर राख्नुभयो त्यति अचार चाहिँ नबिग्रिन सक्ने सम्भावना धेरै हुन्छ। र यसरी राख्ने अनि चाहिँ तपाईले चाहिँ यसलाई घाममा सिकाउन पनि सक्नुहुन्छ र नसिकाएरै घरभित्रै राख्दा पनि केही फरक पर्दैन। आजभोलि गर्मीयाम छ, त्यसैले अचार चाहिँ घरभित्रै राख्दा पनि अचार तयार भइहाल्छ। मैले चाहिँ भाँडामा अटुन्जेल खाँदी राम्रोसँग यसमा राखिसकेको छु। र यसरी राखिसकेपछि पुरै माथि यसको बिर्कोले छुनेसम्म चाहिँ नराख्नु होला। अलिकति मुनि हल्का यसरी बिटको मुनि चाहिँ बनाउनु पर्ने हुन्छ। त्यसपछि मैले यसरी यसमा बिटमा लागेको मसलाहरू पनि पुसपास गरेँ। त्यसपछि अब यसको बिर्को पनि सुक्खा अनि सफा हुनुपर्ने हुन्छ। त्यसपछि राम्रोसँग कसिलो हुने गरेर यसको बिर्को बन्द गरिदिनुस्। त्यसपछि तयार हुन्छ यो कोइरालको अचार। र तपाईले यसलाई चाहिँ 10 देखि 15 दिनको भित्रमा चाहिँ तपाईले खान सक्नुहुन्छ। 10 दिनसम्म चाहिँ नखोलेर यत्तिकै राखिदिनु होला। आजको भिडियो चाहिँ यति नै। बाइ बाइ।